यो ठाउँमा चाहिँ एउटा अनौठो परम्परा रहेको रहेछ, एउटा घोक लगाउने परम्परा रहेको छ। यो एउटा परापूर्व कालदेखि चाहिँ चल्दै आएको परम्परा हो। पहिला चाहिँ अब गाउँघरमा रेडियो टेलिभिजन पत्रपत्रिका केही नहुने हुनाले चाहिँ एउटा डाँडामा आएर चाहिँ यहाँबाट सूचना प्रवाह गर्ने चाहिँ एउटा परम्परा अहिलेसम्म पनि चलिआएको छ यो 21 सेन्चुरीमा। भोलि यो कोटकालिकाको बाटोघाटो साफसफाइ गर्नको लागि सबैले हाँसी खुर्पेटो कोदाली लिएर बिहान 8 बजे भेला होइदिनु होला। यस कोटबाट चाहिँ हामी 7 वटा जिल्लाको अवलोकन गर्न सक्छौँ। यो पूर्व साइडमा चाहिँ दुलेगौडा दमौली देख्न सक्छौँ भने यसको उत्तर साइडमा चाहिँ हामी सुन्दरनगरी पर्यटकीय सहर पोखराको पनि अवलोकन गर्न सक्छौँ। तपाईँहरूको आफ्नो ठाउँ रहेको छ। यो ठाउँ चिनाउने हामी माध्यम हो, चिनाउने चाहिँ तपाईँहरूले हो। तपाईँहरूले जति बढी सेयर गर्नुभयो यो भिडियो चाहिँ त्यति धेरै ठाउँमा गएर सबैले चिन्नुहुनेछ। यति चाहिँ तपाईँहरू सबैजनाले गरिदिनु होला। हामीलाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। हामी फेसबुक टिकटकमा नि एक्टिभ छौँ, त्यसमा पनि हाम्रो भिडियोलाई लाइक कमेन्ट सेयर गरेर सबै माछ चिनाउन चाहिँ मद्दत गर्नु होला भन्ने चाहिँ मैले अपेक्षा राख्छु। आजको हाम्रो यस यात्रा चाहिँ यो स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जा जिल्लाको यो स्याङ्जा बजारबाट चाहिँ हाम्रो आजको यस यात्रा सुरु हुन्छ। यो स्याङ्जा बजारको चाहिँ यो घुम्ती भन्ने ठाउँ रहेको छ। यहाँबाट चाहिँ हामी हाम्रो आजको यात्रा सुरु गर्छौँ। हाम्रो यात्रा कोल्मा काउली होमस्टेसम्म चाहिँ हाम्रो यात्रा हुनेछ। यहाँ चाहिँ सबै डिरेक्सनहरू देखाइएको छ। यहाँ यो राङबाङ भैँसीगौडा भनेर यो सबै डिरेक्सन चाहिँ यहाँ देखाइसकेको छ। यहाँबाट चाहिँ अब हाम्रो यात्रा चाहिँ यहाँबाट सुरु गर्नेछौँ। हेलो नमस्ते, म विवेक तिवारी, गोरेटो फाउन्डर। आजको यस यात्रामा चाहिँ हामी यो कोल्मा काउलीसम्म पुग्नेछौँ। आजको यस यात्रा हाम्रो चाहिँ यो स्याङ्जा बजारको घुम्तीबाट चाहिँ हाम्रो आजको यस यात्रा सुरु हुन्छ। सबैजनाले चाहिँ हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। हाम्रो यो युट्युबको हाम्रो दोस्रो एपिसोड छ। हामी स्कुल प्रोग्राम पनि गर्नेछौँ, यसरी भ्लग बनाएर पनि तपाईँहरूलाई देखाउनेछौँ। आज आफ्नै जिल्लाको कोल्मा काउलीमा रहेको एउटा होमस्टे चाहिँ हामी अवलोकन गर्नेछौँ। साथै यो बिचैमा पर्ने एउटा सेल्फी डाँडा भन्ने एउटा त्यहाँ भ्यू पोइन्ट पनि रहेको छ, त्यो पनि हामी निहाल्नेछौँ। सबैजनाले चाहिँ हाम्रो यस भिडियोलाई अन्तिमसम्म हेरेर चाहिँ साथ दिनु होला। ल आउनुहोस्, अब चाहिँ भिडियोसँगै अघि बढौँ है त। यो सेतो फुलहरूले चाहिँ हामीलाई स्वागत गरिरहेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। निकै सुन्दर तरिकाले फुलेको छ यो खोलाको छेउछाउमा। आज भरपुर रमाइलो गरिन्छ। ल भीम सर, कस्तो छ यात्रा एकदम रमाइलो लागिरहेछ। अब विशेष बनिरहेको छ एउटा दुईवटा कुराले, अझै विशेष बन्ने छ अब चाहिँ। ठिक छ, हाम्रो यात्रा एकदम रमाइलो छ। मौसम पनि क्या चिसो होइन, राम्रो छ। हामी बिचको ठाउँहरूको हामी ड्रोन सटहरू पनि देखाउनेछौँ तपाईँहरूलाई। हामी यो अरौदी भन्ने ठाउँमा चाहिँ हामी प्रवेश गरिसकेका छौँ। यहीँभन्दा माथिपट्टि रहेको छौँ, त्यो डाँडामा रहेको छ यहाँको भ्यू पोइन्ट। हामी यहाँभन्दा अलि माथि चाहिँ एउटा टर्निङ एउटा यो बिपी राजमार्गको झल्को देखाउने ठाउँ चाहिँ हामी यहाँ माथि रहेको छ, त्यो ठाउँ पनि निहाल्नेछौँ। निकै सुन्दर छ त्यो ठाउँ। यहाँ बिपी राजमार्गमा जस्तै टर्निङ छ। यहाँ 7, 8, 9, 10 कतिवटा छ कुन टर्निङ। म एकचोटि चाहिँ हिँडेको थिएँ यो बाटो, यो सेल्फी यो भ्यू पोइन्ट चाहिँ अहिले म तपाईँहरूलाई देखाउनेछु। निकै सुन्दर छ। ल अहिले चाहिँ म छु यो दयाङदीमा रहेको यो सेल्फी डाँडामा छु। यहाँ मसँग 2 जना भाइहरू छन्। कहाँ हुन् तिमीहरूले पढ्ने? त्रिया मावि हो। कहाँ उही स्याङ्जै हो? हजुर। यत्रो हिँड्दै जाने हो तिमीहरू? होइन, बसमा। ए ल कतिमा पढ्छौ नि बाबु तिमीले? 8मा। तिम्रो नाम के हो नि? शिशिर साई। अनि तिम्रो? सक्षम मल्ल। ल तिमीहरूको घर चाहिँ कता? अर्बिङ। ए ल यो हाम्रो यो हामी गोरेटोको यो हामी यात्रामा छौँ। तिमीहरूले चाहिँ यो अरू लाइन चिनाऊ है। यो चाहिँ हामीलाई फलो गरेर हाम्रो भिडियोहरू चाहिँ हेर्नुपर्छ है सबैजनाले है। सबैजनालाई भनिदेऊ है। हामी आज तिमीहरूको ठाउँमा आएका छौँ। तिमीहरूको यो ठाउँलाई चाहिँ हामी ड्रोन मार्फत होइन हाम्रो भ्लगमा देखाउनेछौँ होइन। ल सबैजनालाई सेयर गर्न भन। ल ओके, ल राम्रोसँग जाऊ है। हस्, ल शुभयात्रा। ल त्यो स्याङ्जा बजारबाट चाहिँ हामी 4 किलोमिटर यात्रा गरिसकेपछि चाहिँ यो ठाउँमा आउन सकिने रहेछ। यो ठाउँको यो यता देख्न सकिन्छ। हामी चाहिँ यो बिपी राजमार्गको झल्को दिने ठाउँ रहेको छ। यो यतापट्टि देख्न सकिन्छ।
एउटा बिपी राजमार्गको झल्को देखाउने ठाउँ रहेको छ। तलसम्म देख्नुहुन्छ यो सुन्दर छ यो स्याङ्जाको यो भिरपाखाहरू। हामी आफ्नो जिल्लालाई प्रमोट गर्ने क्रममा छौँ। एउटा स्याङ्जालाई चिनाउने छौँ हामीहरूले। स्याङ्जा जिल्लामा रहेका विभिन्न ठाउँहरूको हामी अवलोकन गर्नेछौँ, तपाईँहरूलाई पनि देखाउनेछौँ। हाम्रो यो युट्युब यात्रा हामी सुरु गरेका छौँ। फेसबुक टिकटकमा त हामीहरूले भिडियोहरू अपलोड गरिरहेका थियौँ। सर्ट ट्युटोरियल हामी अपलोड गरेर चलाइरहेका थियौँ। अबदेखि चाहिँ हामी लङ भिडियोको लागि पनि हामी प्रयास गर्नेछौँ। तपाईँहरू सबैको माया साथ हौसला चाहिँ हाम्रो लागि आवश्यक रहेको छ। त सबैजनाले चाहिँ सपोर्ट गर्न नबिर्सिनु होला। अब चाहिँ हामी यहाँबाट चाहिँ अब हाम्रो यात्रा कोलमा काउले होमस्टेसम्मको रहेको छ। यो पुतली बजार नगरपालिका वार्ड नम्बर 8 द्वारा चाहिँ निर्मित रहेको रहेछ यो प्रतीक्षालय। यो काउले देउराली बगको स्याङ्जा रहेको छ। यो यता सुन्दर बस्ती देख्न सकिन्छ हामीले। यता देख्न सक्नुहुन्छ यो सुन्दर बस्ती रहेको छ यो। ल हामी यस्तो यो बाटोमा रहेको यो गाउँको नाम चाहिँ थाहा भएन, हामी पनि आज पहिलोचोटि भिजिट गरेका छौँ। तर पनि निकै सुन्दर छ यो गाउँ। यो एउटा स्याङ्जाली मौलिक वास्तुकलाले चाहिँ सजिएका घरहरू रहेका छन्। स्याङ्जा जिल्ला एउटा सुन्तलाको लागि मात्रै प्रख्यात नभएर एउटा पर्यटकीय दृष्टिकोणले पनि स्याङ्जा जिल्ला चाहिँ निकै सुन्दर मानिएको छ, गनिएको छ नेपालमा चाहिँ। एउटा पक्की सडक सञ्जालले चाहिँ हाम्रो यस यात्रालाई यहीँसम्म जोडेको रहेछ। यहाँ एउटा निकै सुन्दर मन्दिर देख्न सक्छौँ। यो बाटोमा पर्ने मन्दिर रहेको छ। यसको नाम चाहिँ के रहेछ यो बहकोट काउले स्याङ्जामा रहेको मन्दिर रहेको रहेछ। हामी अहिले यो काउलेमा आएका छौँ। यो हिलो छ। यो निरन्तर पानी परेपछि चाहिँ आज मौसम खुलेको थियो। बाटो चाहिँ अब यो एकदम चिफ्लो छ। हामी अब अलिक सजगता अपनाएर चाहिँ हामी यात्रा गर्नुपर्ने हुन्छ। यहाँसम्म पुग्ने हो। निकै सुन्दर छ यो ठाउँ। यता यो निर्माणाधीन बाटो पनि बन्ने क्रममा रहेछ। आधी बाटो चाहिँ पिच बाटो छ। अनि नजिकै चाहिँ हामी यो काउले भन्ने ठाउँबाट चाहिँ अफरोड भएर हामी यो ठाउँमा आइसकेका छौँ। अब यहाँबाट चाहिँ हामी त्यो कोलमा होमस्टेसम्म पुग्नेछौँ। यहाँ हाम्रो सरको यो 25 अल्ट्राबाट चाहिँ यति जुम भएछ। निकै सुन्दर देखिन्छ। हामी जुम गरेर पनि निहालेका छौँ। यो टपमा आइसकेका छौँ। यहाँ निकै सुन्दर देखिन्छ यो कोलमा। तपाईँहरू यो मन्दिर देख्न सक्नुहुन्छ, निकै सुन्दर छ। कोलमा ब्राजहरू हामीलाई स्वागत गरेको छ यो होर्डिङ बोर्डले। देख्न सक्नुहुन्छ हेर्दा कस्तो सुन्दर छ है यो ठाउँ। अब चाहिँ हामी यो कोलमा गाउँबाट हामी अगाडि छौँ। हाम्रो होमस्टे चाहिँ थोरै अगाडिनेर रहेको छ। यहाँ एउटा ग्रामीण जीवनशैलीलाई चाहिँ अँगालेको रहेको छ यो कोलमा गाउँले। यहाँ चाहिँ एउटा डिरेक्सन देखाइएको छ। यो चाहिँ तल रहेको कोलमा गाउँबाट थोरै हामी निस्किसकेपछि चाहिँ यहाँ माथि पनि टपमा गाउँहरू रहेछ कोलमा। यहाँ विभिन्न जात जातिको बसोबास रहेको छ यो कोलमा गाउँमा। यो देख्न सक्नुहुन्छ निकै सुन्दर छ यो ठाउँ। हामी लगभग टपमा आइसकेका छौँ। यो ठाउँबाट चाहिँ धेरै ठाउँहरू निहाल्न सकिन्छ यहाँबाट। अनि यस ठाउँमा रहेको विभिन्न सांस्कृतिक सम्पदा एउटा पर्यटकीय गन्तव्यहरू चाहिँ अवलोकन गर्नेछौँ। यो कोलमा होमस्टे एन्ड रेस्टुरेन्ट रहेको रहेछ यहाँ। ल आज हामी यहीँ बस्नेछौँ। हामी तल चाहिँ सल्लाह गरिसकेका छौँ। दाइलाई फोन हानेको थियौँ, फोन चाहिँ लागेन।
कोटकालिका मन्दिर परिसरमा चाहिँ आइसकेका छौँ। ल अब यहाँबाट चाहिँ अब हामी अगाडि बढ्नेछौँ। हामी यो कोलमाकोट घुम्नेछौँ। अब हामीले देखेका दृश्यहरू तपाईँहरूमाझ पनि राख्नेछौँ। ल हामी चाहिँ अब यहाँ कोलमाकोट माथि टपमा जान लागिरहेका छौँ। यहाँबाट बाटो पनि निकै सुन्दर छ। एउटा ढुङ्गाले ढलान गरिएको बाटो रहेछ यहाँ। यो तपाईँहरू देख्न सक्नुहुन्छ। यो एउटा गाउँलाई चाहिँ एउटा सिँगारिएर राखिएको छ यहाँ। यो मौलिक पुरानो शैलीमा चाहिँ बनाएको घरहरू रहेछ यहाँ। यहाँबाट चाहिँ हामी 5 मिनटको यात्रा गरिसकेपछि त्यो कोलमाकोट एउटा कोटमा पुग्नेछौँ। ल मेरो पछाडि देख्न सक्नुहुन्छ यो कोलमाकोट। हामी यहाँसम्म चाहिँ अब आइसकेका छौँ। यहाँबाट अब नजिकै छौँ, नजिकैको दूरीमा छौँ। यो कोलमाको एउटा पर्यटकीय गन्तव्य पनि रहेको छ। यो ठाउँलाई चाहिँ धेरै ठाउँमा चिनाउनु छ। यो ठाउँ चाहिँ भिजिट गराउनु छ तपाईँहरू सबैजना। यस ठाउँमा आएर चाहिँ भिजिट गर्न पनि पर्ने हुनेछ। निकै सुन्दर छ। यो स्याङ्जा जिल्लाको चाहिँ यो कोलमाकोट। हामी माथि त गएका छैनौँ, अब माथि जाने क्रममा छौँ। व्यवस्थित तरिकाले एकदम सुन्दर बनाएको छ यो ठाउँलाई। यो दसैँ विशेष भएर नि हुनसक्छ। बाटोघाटो सफा रहेको छ यहाँ। एउटा यहाँबाट चाहिँ अब यो सिडीको माध्यमले चाहिँ हामी माथिसम्म पुग्नेछौँ। यहाँ मन्दिरमा पाल्नुहुने भक्तजनलाई चाहिँ स्वागतको लागि चाहिँ यहाँ गेट पनि निर्माण गरिएको रहेछ। ल फाइनल्ली हामी चाहिँ यो कोलमाकोटको नजिकै आइसकेका छौँ। यो चाहिँ ढुङ्गामा विभिन्न आकृतिहरू कोरिएको छ यहाँ। सबैजनालाई चाहिँ यो कोलमाकोटबाट म गोरेटो फाउन्डर विवेक तिवारीको नमस्ते। गोरेटोको दोस्रो एपिसोडमा चाहिँ हामी आएका छौँ आज स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका वार्ड नम्बर 9 अन्तर्गत पर्ने यो कोलमा ब्राहा चौरमा रहेको छ यो कोलमाकोट मन्दिरमा आएका छौँ। धार्मिक दृष्टिकोणले चाहिँ निकै महत्त्वपूर्ण रहेको छ यो मन्दिर। यो ठुल दसैँको 8औँ दिन र 9औँ दिन चाहिँ यहाँ भव्य पूजा आराधना हुँदो रहेछ। अघि यहाँ एकजना म स्थानीयसँग सोधेको थिएँ। समुद्री सतहबाट चाहिँ करिब 1440 मिटरको उचाइमा रहेको यो कोलमाकोट मन्दिर। यस मन्दिरबाट हामी 7वटा जिल्लाको अवलोकन गर्न सक्छौँ यस ठाउँबाट। अहिले चाहिँ अब कुहिरो लागेको छ यस ठाउँबाट चाहिँ यो हिम दृश्यहरू पनि अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रे, मर्दी हिमाल साथै हामी यहाँबाट कम्तीमा 12-13वटा हिमालको हिम दृश्य पनि देख्न सक्ने रहेछौँ। निकै सुन्दर छ। यस ठाउँमा खान बस्नको लागि होमस्टे पनि सञ्चालन गरिएको छ। साथै समग्र विभिन्न जातजातिको बसोबास रहेको यो कोलमा ब्राहा क्षेत्र स्याङ्जा जिल्लाको यो उत्तरी देशान्तरमा रहेको छ। तनहुँ जिल्लाको सिमानामा अवस्थित यस ब्राहाकोट मन्दिर म चाहिँ निकै सुन्दर लाग्यो मलाई चाहिँ। तपाईँहरू पनि एकचोटि चाहिँ यस ठाउँमा आएर यो ठाउँबाट चाहिँ यो सम्पूर्ण दृश्यहरू अवलोकन गर्न नबिर्सिनु होला। भोलि यो कोटकालिकाको बाटोघाटो साफसफाइ गर्नको लागि सबैले हाँसी खुर्पेटो कोदाली लिएर बिहान 8 बजे भेला होइदिनु होला। भोलि यो कोटकालिकाको बाटो सफाइ गर्नको लागि सबैले कोदाली हाँसी लिएर बिहान 8 बजे भेला होइदिनु होला। सुधारगाम, गुरुङगाम, दमाईगाम सबै बिहान 8 बजे भेला होइदिनु होला। परम्परा रहेको रहेछ। एउटा घोक लगाउने परम्परा रहेको छ। यो एउटा परापूर्व कालदेखि चाहिँ चल्दै आएको परम्परा हो। पहिला चाहिँ अब गाउँघरमा रेडियो, टेलिभिजन, पत्रपत्रिका केही नहुने हुनाले चाहिँ एउटा डाँडामा आएर चाहिँ यहाँबाट एउटा सूचना प्रवाह गर्ने चाहिँ एउटा परम्परा अहिलेसम्म पनि चलिआएको छ। यो 21 सेन्चुरीमा यो घोक लगाउने मान्छेलाई चाहिँ यहाँ कटुवाल भन्नु हुँदो रहेछ। यो समाजले चाहिँ यहाँ अनौठो परम्परा रहेछ। यो पहिला चाहिँ अब यो रेडियो, पत्रपत्रिका, टेलिभिजनहरू केही पनि नहुने बेलामा चाहिँ एउटा डाँडामा आएर एउटा सूचना प्रवाह गर्नको लागि एउटा घोक लगाउने चलन रहेछ।
उहाँ बुवा चाहिँ उहाँ घोक लगाउने बुवाको एउटा उपनाम पनि कटुवाल भनेर उपनाम पनि राखिने रहेछ उहाँले चाहिँ। तपाईँले चाहिँ कति वर्षदेखि चाहिँ यो काम गर्दै आउनुभएको छ नि बुवा? तपाईँको शुभ नाम चाहिँ के? मेरो नाम हो नरबहादुर दमाई। हजुर। म यो काम गरेको अहिले ट्याक्कै 15 वर्ष भयो। ए हो है, 15 वर्ष भइसक्यो है। भनेपछि त अहिले तपाईँहरू त यो डिजिटल जमानामा पनि एउटा परम्परागत शैली अपनाएर अगाडि बढ्नु भएको रहेछ। निकै खुसी लाग्यो मलाई होइन। मैले यो चाहिँ अब यो ठाउँमा आएर देखियो। यसो तपाईँहरूले चाहिँ यस्तो चाडपर्वमा चाहिँ यस्तो घोक लगाएर यहाँ चाहिँ एउटा जनसहभागिता एउटा भेला गर्ने काम गर्नुहुन्छ होइन। यो ठाउँबाट चाहिँ मजाले समग्र गाउँ पनि देखिँदो रहेछ। सूचना प्रवाह पनि राम्रोसँग सबैले सुन्ने ठाउँमा होइन। निकै सुन्दर लाग्यो। ल कोलमा गाउँ सबैजना चाहिँ एकचोटि आएर यहाँको यो मौलिक परम्परालाई चाहिँ पनि अब बुवासँग भेटेर हुन्छ कि कसरी हुन्छ निहाल्न चाहिँ नबिर्सिनु होला। यहाँ चाहिँ सुन्दर ठाउँहरू धेरै छ। यो तनहुँको सिमानामा रहेको यो कोलमा ब्राचौर, यो कोलमाकोट विशेष गरी बिहान 7 बजे यो यसरी नै बुवाले चाहिँ यो घोक लगाउने चाहिँ एउटा परम्परा भेला होइदिनु होला। यहाँ सम्पूर्ण समाजलाई सूचना प्रवाह गर्ने एउटा घोक लगाउने प्रचलन चाहिँ अझै पनि रहेको छ। यो एउटा अनौठो छ। निकै सुन्दर पनि लाग्यो मलाई होइन। गाउँ सबैलाई यो एउटा अहिलेको डिजिटलाइज जमानामा चाहिँ एउटा परम्परागत शैली चाहिँ अपनाएर अगाडि बढेको गाउँ रहेको छ यो कोलमा। मलाई चाहिँ निकै सुन्दर लाग्यो। एकचोटि चाहिँ तपाईँहरू पनि आउन नबिर्सिनु होला। निकै सुन्दर छ यो कोलमाकोट। विभिन्न यहाँ ढुङ्गामा चाहिँ विभिन्न आकृतिहरू पनि कोरिएको रहेछ। एउटा होर्डिङ बोर्ड पनि राखिएको छ यस ठाउँमा। यो ठाउँ एउटा पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण छ यस ठाउँ। मलाई त एकदम सुन्दर लाग्यो यो ठाउँ। तपाईँहरू पनि एकचोटि भिजिट गर्न चाहिँ नबिर्सिनु होला। यो स्याङ्जा जिल्लाको एउटा पुरातात्विक धार्मिक स्थलको नामले चाहिँ यो परिचित रहेको छ कोलमाकोट चाहिँ। यस ठाउँबाट हामी 7वटा जिल्लाको चाहिँ अवलोकन गर्न सक्छौँ। यो तनहुँ जिल्लाको चाहिँ आसपास यो सिमाना आसपासमा रहेको छ यो कोलमाकोट। यो स्याङ्जा जिल्लाको पुतली बजार नगरपालिका वार्ड नम्बर 9 अन्तर्गत पर्छ। यहाँबाट चाहिँ यो दुलेगौँडा बजार हो, यो अगाडि देख्न सक्नुहुन्छ। यो देखिएको बजार चाहिँ यो दुलेगौँडा बजार रहेको छ। उता दमौली बजार पनि देखिएको छ। यो स्याङ्जा जिल्लाको विभिन्न ठाउँहरू साथै यो कास्की, तनहुँ अनि पर्वत, गुल्मी, बागलुङसम्म देखिन्छ यस ठाउँबाट। निकै सुन्दर लाग्यो मलाई। यो स्याङ्जामा रहेको पर्यटकीय गन्तव्य कोलमाकोट। हामी यता होमस्टेमा कुरा गरेका छौँ। यहाँ होमस्टे बस्नको लागि होमस्टे सबै कुराको व्यवस्था चाहिँ यहाँ मिलाएको छ। उता पारी गुम्बाहरू पनि देख्न सकिन्छ। सुन्दर सुन्दर बस्तीहरू रहेको छ। यहाँबाट धेरै कुरा निहाल्न सकिन्छ। पर्यटकीय दृष्टिकोणले चाहिँ निकै सुन्दर छ यो कोलमाकोट। अहिले चाहिँ यो हिम श्रृङ्खलाहरू चाहिँ यहाँ खुलेको छैन। नत्र चाहिँ हामी यो शिरदेखि पुछारसम्म माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण सम्पूर्ण हिमालहरू पनि हामी यस ठाउँबाट चाहिँ अवलोकन गर्न सक्छौँ। तपाईँहरू पनि आउनुभएको छैन भने यो पुतली बजार नगरपालिका वार्ड नम्बर 9 अन्तर्गत पर्ने यस कोलमाकोटमा चाहिँ आएर एकचोटि दर्शन गर्न चाहिँ नबिर्सिनु होला। दसैँको 8औँ दिन र 9औँ दिनमा चाहिँ यस ठाउँमा विशेष पूजा आराधना चाहिँ हुँदो रहेछ यस ठाउँमा चाहिँ। ल हामी चाहिँ अब यस भिडियोको अन्तिममा छौँ। हाम्रो आजको सहयात्री मिस्टर भीम सर हुनुहुन्छ मेरो साथमा। हामी एउटा सुन्दर गाउँ, एउटा सुन्दर ठाउँ, एउटा कोलमा ब्राचौर यो कोलमाकोटमा छौँ अहिले। निकै सुन्दर लाग्यो यो ठाउँ चाहिँ मलाई। भीम सर तपाईँलाई कस्तो लाग्यो यो ठाउँ? एकदम राम्रो लाग्यो। एकदम रमाइलो रहेछ। यहाँ हजुरहरू नि आउनु होला। हामी चाहिँ घुमिसक्यौँ। अब घुम्ने पालो तपाईँहरूको हो। गोरेटोलाई सब्सक्राइब गरेर एकचोटि यस कोलमाकोटमा आएर चाहिँ तपाईँहरू पनि घुम्न नबिर्सिनु होला। हामी गोरेटोको दोस्रो एपिसोडमा चाहिँ यो कोलमाकोटको भ्लग लिएर आएको छौँ। हामी स्याङ्जादेखि यो कोलमाकोट आउँदासम्मको विभिन्न दृश्यहरू हामी चाहिँ यस भिडियोमा समेटेका छौँ। तपाईँहरू सबैजनाले चाहिँ हेरिदिनु होला, मन पराइदिनु होला। कोलमावासी यो हाम्रो कोलमा, काउले, यता यो सालडाँडा होइन, यो नजिकैको बासीहरू हुनुहुन्छ भने तपाईँहरूको आफ्नो ठाउँ रहेको छ। यो ठाउँ चिनाउने हामी माध्यम हो, चिनाउनु छ तपाईँहरूले हो। तपाईँहरूले जति बढी सेयर गर्नुभयो यो भिडियो चाहिँ त्यति धेरै ठाउँमा गएर सबैले चिन्नुहुनेछ। यति चाहिँ तपाईँहरू सबैजनाले गरिदिनु होला। हामीलाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। हामी फेसबुक, टिकटकमा नि एक्टिभ छौँ। त्यसमा पनि हाम्रो भिडियोलाई लाइक, कमेन्ट, सेयर गरेर सबैमा चिनाउन चाहिँ मद्दत गर्नु होला भन्ने चाहिँ मैले अपेक्षा राख्छु।
हाम्रो अब अर्को नेक्स्ट भ्लगलाई चाहिँ पर्खिनु होला। हामी गोरेटो स्कुल प्रोग्राम भन्ने भ्लग लिएर आउनेछौँ। आजको लागि यस भिडियोको लागि अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहुने सम्पूर्ण दर्शकहरूलाई म गोरेटो फाउन्डर विवेक तिवारी साथै भीम को तर्फबाट चाहिँ तपाईँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छौँ। हाम्रो यस्तै भिडियोको लागि चाहिँ हामीलाई सब्सक्राइब गर्दै जानु होला। बाई। कोलमाकोटको जय होस्।